हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन आज नि हामी निस्किसकेको छौँ। अब हेरौँ कता पुगिन्छ आजको चाहिँ यात्रा। बस कुरेर बसिरहेको छौँ अनि यो चाहिँ हाम्रो फ्लोरिना ए स्टेसन। यो स्टेसनमा आउँछ बस 2, 3, 4 हेरौँ कुनमा जाने अब चढेर। आज चाहिँ बिचतिर घुम्न जाने प्लान छ हाम्रो। अभी मजा आएगा ना भिडो। बीचमा जाने हो, यसो हेर्ने हो अनि आउने हो। हामी चाहिँ घुम्दै घुम्दै यो बर्मुलाको गाडीमा आएर फौटिना झरेर होइन, फौटिना के भन्थ्यो स्टेसन, त्यो झरेर चाहिँ हिँड्दैछौँ होइन। यहाँ एउटा सानो के बिच रहेछ क्या, म चाहिँ गुगलमा हेरेर आएको। अब हेरौँ कतिखेर पुग्छ त्यो बिचमा। 20-25 मिनटमा हिँड्नुपर्ने देखाएको छ। ट्याक्सी कता हिँड्नु भएको आज? हो रमाइलो हेरिरहने ठाउँ। हजुर ठिक छ, यो ठाउँ एकदम सही छ। ठिक छ नि होइन? हजुर 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 भन्नुहोस्। यहाँ चाहिँ रेस्टुरेन्टहरू, बर्मलाको चर्च हो यो बर्मुलाको चर्च। ठिक छ नि? हजुर ठिक छ। बर्मुलाको चर्च अनि रेस्टुरेन्टहरू पनि रहेछ यहाँ चाहिँ होइन। रेस्टुरेन्टहरू रहेछ। यो बाटो जाने हो हामी, कता पुगिन्छ। अनि समुद्रमा खैरिनीहरू नुहाएको देख्यो भने त सातो जाला नि त। हजुर जान्छ जाँदैन? जान्छ जान्छ। यता त नाङ्गै नआउँछ अरे नि त। फेरि सातो गयो भने फेरि यता झाँक्री पनि छैन पुग्नको लागि, के गर्ने त? यता कोठा पनि छैन, हाम्रो टाढा छ। कता जाने होला त्यो गाह्रो छ हेर्नुहोस् है। यता पनि देवाल छ, यता पनि देवाल छ, बिचमा सानो रोड छ। त्यही पनि कतै नजाने। माल्टाको चाहिँ इच एन्ड एभ्री कर्नरहरू चाहिँ मलाई एकदम मनपर्छ कि। जता गए पनि एकदम पिसफुल बस्ने ठाउँ होइन। पार्कहरू जता गए पनि होइन, यति धेरै पार्कहरू छ। अनि यो एरियामा चाहिँ फेरि कस्तो सानो गल्लीहरू रहेछ कि, सानो गल्ली। अब कुन ठाउँको जस्तो भनिन्छ यो हिमाचलको सिमला टाइपको रहेछ क्या। सानो गल्लीहरू, सानो गल्लीहरू। यो गल्लीमा नि गाडी आउँछ। हामीले चाहिँ यहाँनिर एउटा ग्रोसरी भेट्यो भनेको बन्द। मजा नहीं आ रहा है। आज चाहिँ बन्द रहेछ। घरहरू चाहिँ सबै एउटै पाराको क्या, जुन घरमा पनि एउटै कलर। यस्तो दामी फुलहरू छ होइन, फुलहरू फलिरहेको छ। अब कुखुराहरू बाँसिरहेको छ। यता छन् लोकल कुखुरा। एउटा रहेछ, लोकल कुखुरा एउटा होइन दुईवटा पनि छ। तर अर्को भाले पनि रहेछ। उता हेर्नु त भाले पनि रहेछ। कुखुरा छ है। भित्र धेरै रहेछ नि सर, बच्चा
चोर्नी त कुखुरा कुखुराहरू पनि पालेको हुन्छ सुप खान त मजा हुन्थ्यो नि है हजुर चोर्नु चाहिँ मिल्दैन होला सर क्यामेरा होला यो छाडा जस्तो लाग्यो ओखर जस्तो हो ओखर जस्तै छ यहाँ त्यही त अब चाहिँ हामी लाग्यो ओह्रालो भित्र लाग्यो यो ओह्रालो कटिसके कहाँ हुन्छ सर अब यो ओह्रालो कटेपछि चाहिँ तिग्रा हेर्ने ठाउँ आउँछ होइन समुद्र जहाँ चाहिँ हाम्रा अप्सराहरू होइन जहाँ चाहिँ हाम्रा अप्सराहरू अब के भन्छ नि अप्सराको नामहरू रेणुका मोहनी के भन्छ नि होइन हो तिनीहरू टक्क टु पिस लाएर नुहाएर बसिराखेका हुन्छन् होइन त्यही हो तर माल्टालाई टापु नै भन्छ सर हेर्नुहोस् तपाईँ माथि हेर्नुहोस् हाइटहरू हामी कति तलबाट माथि आएर माथिबाट ओह्रालो जाँदैछौँ होइन अब हामीसँग साधन केही छैन हजुरको यस्तै हो दुई दाजुभाइ तर बिन्दास हिसाबले हिँडिरहेको छौँ अप्सरा भनेको त हप्सीहरू पनि भइरह नि त आज अब हप्सीहरू पनि यहाँ समुद्रमा नआउने क्रममा हजुरलाई पनि देखाउने छु समुद्रमा नुहाहरू हेर्नु चाहिँ ल यही बिचमा खै त हाम्रो तरुणीहरू देखाऊँ भनेको काली हप्सीहरू पनि क्या है यता छ साना साना परीहरू जलपराहरू जलपरीहरू माछाहरू Oh, we are in video. I'm from Nepal. Nepal. Yeah, Nepal good. You like Nepalese people? Yes, me Maltese, I'm on Yeah. the ship. People around the world work with them. Yes. Understand? Understand. Good. Nice picture. Thank you. Okay, my friend. माछा पनि हान्नु न माछा भुरा माछा हेर्नुहोस् यो चाहिँ रनिला बिच रनिला बिचको नजारा होइन तर बिच चाहिँ सानो रहेछ कि यो सेन्चुरियनको बिच जत्रै रहेछ क्या सानो बिच रहेछ सानो बिच छ सेन्चुरियन बिच नै सानै छ त अब यो बिचमा नि एक दिन चाहिँ आएर बस्ने नुहाउने चाहिँ प्रोग्राम भयो कि यहाँनिर नुहाउनलाई नि सजिलो रहेछ हामी सिकारुहरूलाई चाहिँ म जस्तोलाई अरू त अलि वाह क्या सीन है वाह क्या सीन है भुँडी पल्टाएर सुत्नुपर्छ हामीले रनिला बिचमा अनि हाम्रो टेकजी यता आउनु त पछाडि आउनु न तपाईँलाई सोध्छु तपाईँको अनि हामीहरूको तिग्रा देखेर साथो त गएन गएको छैन ढ्याङ्ग्रो ठडाउनु त पर्दैन ठिक छ नि अनि किन नाङ्गै नुहाउँछ सर यस्तो हेर्नु त हेर्नुहोस् हेर्नु त्यस्तो हाम्रो गाउँठाउँमा यस्तो हुन्न तपाईँलाई थाहा छैन नङ्गा नआएका निचोडेका क्या भनेर नङ्गा नुहायो नि नाङ्गे नुहायो निचार्नु पर्दैन नि त हाम्रो प्रब्लम के छ भने हामीले निचार्नु पर्छ हजुर उनीहरूले निचार्नु पर्दैन सट्ट अर्को लायो हिँड्यो होइन सजिलो छ त्यही खाने पिने हेर्नुहोस् पुरा बच्चा बच्ची फ्यामिली पुरा आज पब्लिक आज सन्डेको दिनमा यिनीहरू रमाइलो गर्छन् नेपालीहरू केही छैन हेर्नुहोस् ल नेपालीहरू यति रमाइलो पनि गर्न चाहन्न यो चाहिँ टप भ्यू फ्रम होइन हामी चाहिँ रेनिला बिचबाट चाहिँ निस्क्यो होइन किनकि त्यहाँ चाहिँ अब त्यति खासै बस्ने ठाउँ जस्तो नि भएन अनि प्लस हामीले खानेकुरोहरू केही पनि किनेको थिएन अनि त्यही माथि हामीले चाहिँ कट्टु नै लिएर थिएन कि आज समस्या मेन कुरो टावल पनि छैन कसरी नहुने अनि त्यही भएर हामीले चाहिँ हाम्रो प्लानलाई चाहिँ ट्याक्क ड्राइभर्ट गरेर अब चाहिँ हामी कलकत्ता स्मार्ट सिटीतिर चाहिँ लाग्ने भयो होइन प्लान भयो अब बाटो खोज्दैछु हिँड्दैछु कलकत्ता स्मार्ट सिटी होप 10 to 15 मिनट्समा चाहिँ हामी पुग्छौँ होला त्यहाँनिर किनकि हाम्रो स्पिड अलिक बढी नै छ 10 को स्पिड छ हाम्रो ल
बाटो चाहिँ सुनसान ठाउँमा आइपुग्यो हामी होइन सुनसान ठाउँमा आइ घारी होइन जङ्गल जस्तो छ सेम नेपालको जस्तै भन्नु हिँड्दाखेरि कहिले कता पुगिन्छ कहिले कता पुगिन्छ अब हामी ठेगानमा हिँड्ने मान्छे पनि त होइन नि अनि त्यही हो कि यो त के ऐसिलो भन्छ होइन ऐसिल जस्तै छ होइन नेपालको ऐसिल जस्तै के कुरोको यस्तो जङ्गल झाडीमा एकान्त भनौँ एकान्त ठाउँमा छौँ हामी आज ओह स्मार्ट सिटी चाहिँ देखियो है हाम्रो चाहिँ अब स्मार्ट सिटी देखियो स्मार्ट सिटीको चुच्चो देखियो अब चाहिँ टापुमै छ भनौँ पुगिन्छ हामी स्मार्ट सिटी यति भएपछि तर लोकेसन पत्ता लाग्यो स्मार्ट सिटीको छेउछेउमा नि यस्तो जङ्गलहरू उराट रहेछ कि के गर्ने हामी यो ह्यान्ड बनाउने बिल्डिङ ठुलो सपिङ मल एउटा जमिन किनौँ कि कति पर्छ 2 महिना तलबले त होला नि हाम्रो यार हजुर 2 महिना तल यही यसमा एउटा हामी पनि मार्केट खोलौँ कि एउटा ठुलो सुपर मार्केट खोल्नु पऱ्यो है हजुर आनन्द ठाउँ चाहिँ कि होटल खोल्ने यो सरसल्लाह कहाँ गर्ने हो यो मान्छे जमिनको मान्छे कहाँ छ यहाँबाट फेरि सी भ्यू पनि एकदम राम्रो देखिँदो रहेछ कि ल हामी यस्तो ठाउँमा छौँ हजुर सी भ्यू पनि देखिँदो रहेछ यस्तो राम्रो जिन्दगी में जो भी नहीं है वो भी करना पड़ता है अब हामीसँग आइफोन र क्यामेरा चाहिँ छैन कि ट्याबले चाहिँ भिडियो सुट गर्नु परिरहेछ होइन ठिक छ अनि के भयो भने राम्रो सुटिङ देखाइरहेको छ अनि भिडियो सुट गर्नु परिरहेछ अनि कतिपय मान्छेहरू चाहिँ आइफोनमै गर्नुपर्छ भन्ने हुन्छ कतिपय मान्छेहरू चाहिँ आएर टक्क हेर्दै गइरहेछ कि ट्याबले भिडियो सुट गर्दै हिँडिरहेछ भनेर होला होइन यस्तो फुलहरू ठिकै छ नो वरी टाइम विल म्यानेज छ एभ्रिथिङ होइन अब अहिले ट्याबले खिचिरहेको छु भोलि आइफोन 16ले खिचौँला पछि डिएसएलआरले खिचौँला पछि ड्रोनले खिचौँला गोप्रोले खिचौँला होइन समयको प्रतीक्षामा छ टाइमसँग डेभलप हुँदै जाने चिज हो अब अहिले चाहिँ जे छ त्यसरी काम चलाउनु पऱ्यो होइन यो झाडी सल्लाहहरू के हो छ नेपालको सल्लो हो यो सल्लो हो सल्लाह जस्तो रूप छ नेपाल जस्तै तर नेपालको चाहिँ सल्लाह गरेरै हुर्केको सल्लाहहरू हो होइन सल्लाह हो यो सल्लाहको चाहिँ भाइ चल्ला हो यो होइन त्यसलाई भन्छ सल्लाह रुख पनि नेपालको हुन्न सानो हुन्छ उहाँको नेपालबाट ल्याएको चल्लाको लागि यहाँतिर चल्लाको बच्चा भइरहेको छ यस्तो सफा सुग्घर ठाउँमा आयो हामी आनन्द अक्सिजन पनि लिइरहेछौँ मान्छे छैन मान्छे छैन पुरै हेर्नु न कति महिना माल्टा आएको 4 5 6 8 7 8 महिना भयो 1 वर्ष उहाँलाई हुन लाग्यो करिब मलाई 7 8 महिना भयो अक्सिजन लिएर धन्न अक्सिजन आज भरिपूर्ण अक्सिजन पाइरहेछ रोडको चारैतिर एउटा गाडी पनि कुदेको छैन मान्छे पनि छैन हाम्रै रोड हो क्या यो फाइनल्ली हामी चाहिँ अब स्मार्ट सिटी होइन आइपुगिसक्यो यही हो स्मार्ट सिटी स्मार्ट माल्टा स्मार्ट माल्टा आइपुग्यो तर उ त्यहाँ छ बिल्डिङ चाहिँ होइन त्यो बिल्डिङ अप्रोमेक्सली 2 मिनट लाग्छ होइन ओपन भएन ओपन छ तल चल्छ माथि बन्दै छ अघि बिहानसम्म यस्तो घाम लागिरहेको थियो राजाहरू निस्केपछि घामै रिसायो के भयो होला टेक्दि तर जाडो त छैन नि है घाम गए पनि हामी चाहिँ गाइजहरू अब स्मार्ट सिटी इन्टर भयो होइन स्मार्ट सिटीको सिडीबाट चढ्दैछौँ स्मार्ट सिटीको यहाँनिर रुम खाली छ बस्ने हो हजुर रुम यहाँ त हामी ड्युटी गर्नु भ्याउँछ कि बिहान त्यहाँनिर माथिको फ्लोरमा छ त्यसमा बस्नु पऱ्यो कि 200 रुपियाँ अरे मन्थली बस्ने हो बसौँ कि त त्यो माथि छतभन्दा अलिक तलको फ्ल्याटमा टाढा हुन्छ हौ नबस्ने यहाँ नबस्ने सर टाढा हुन्छ तल हेर्नुहोस् ओहो यहाँ त तर राति आउनु पर्ने हो कि वाटर डान्सिङहरू सबै हुन्छ दामी
लेट्स गो हामी अब मल जानुपर्छ मलमा गएर चाहिँ सपिङ गर्नुपर्छ के सपिङ गर्ने टेक्जी कस्तो लाग्यो त कलकत्ता राम्रो सिटी राम्रो छ मार्केट छ पुरा डाउन तल स्मार्ट सिटी भन्छ स्मार्ट सिटी खत्म बाय बाय टाटा गुड बाय गया